खाए खा नखाए घिच भन्ने एउटा नेपाली उखान रहेको छ र यो उखानलाई नेपाल सरकारले एकदमै सिरियसली लिएको छ र सिरियसली लिएर पनि कसमाथि प्रयोग गरेको छ भन्दाखेरि विशेष गरी वैदेशिक रोजगारमा जाने नेपालीहरूमाथि। यसको ज्वलन्त उदाहरण हो सामाजिक सुरक्षा कोष। तपाईले चाहनुस् वा नचाहनुस् वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भने अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुनै पर्यो, पैसा तिर्नै पर्यो। सक्नु भएको छ नेपाल फर्कने हो, फेरि जान फेरि श्रम गर्नु पर्यो र फेरि श्रम रिन्यू गर्दा तपाईले एसएसएफ नगरी हुँदैन। यस्तो विभिन्न तरिकाबाट नेपाल सरकारले वैदेशिक रोजगारमा गएकाहरूबाट पैसा तान्दैछ। अब यसको राम्रो नराम्रो पक्षको कुरा होला नि, त्यसको बारेमा छुट्टै बहस गरौँला। तर यहाँनिर कुरा हो इच्छाको, गर्ने वा नगर्ने। कि नगर्ने इच्छा हामीसँग छ कि हामी स्वतन्त्र छौँ, म सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहन्न भनेर तपाईले भनेर हुन्छ, तपाईले चाहेर हुन्छ यदि वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भने। त्यसै गरी अर्को एउटा व्यवस्था छ, वैदेशिक रोजगारमा गएकालाई छुट्याइएको 10% आइपिओ को कोटा। त्यो पनि कसरी यहाँनिर घुमाएर नेपालमा वैदेशिक रोजगारमा गएकाहरूबाट पैसा तान्ने वातावरण मिलाइएको छ भन्दा त्यसको लागि तपाईले रेमिट एकाउन्ट खोलेकै हुनु पर्यो त्यो कोटाबाट आइपिओ भर्नको लागि, र कम्तीमा हरेक 6 महिनामा 50,000 आफूले त्यो रेमिट एकाउन्टमा पठाएको हुनु पर्यो। आजको यो भिडियोमा खास मैले यही विषयमा कुरा गर्दैछु। योभन्दा अगाडि बोलेका कुराहरू अलग हुन्। यहाँनिर रेमिट एकाउन्टको नाममा कति दुःख पाइरहेका छौँ त्यसको बारेमा कुरा गर्नेछौँ। नेपाल सरकारले आइपिओ भर्नका लागि जुन कोटा छुट्याइदिएको छ त्यो कोटाबाट आइपिओ भर्नको लागि रेमिट एकाउन्ट खोलेको हुनु पर्यो, श्रम गरेको हुनु पर्यो, भ्यालिड हुनु पर्यो, एक्सपायर भएको हुनु भएन र 6 महिनामा कम्तीमा त्यो रेमिट एकाउन्टमा पैसा पठाएको हुनु पर्यो। र यो सबै शर्तहरू मानेर हामीले आइपिओ पनि भर्न थाल्यौँ। आइपिओ भर्यौँ, सेयर पर्यो, जनतन बल्ल बल्ल सेयर पर्यो, बेच्यो, पैसा आउँदैन एकाउन्टमा। अब ब्रोकरलाई फोन हाने, मेरो पैसा खै भनेर फोन हान्यो, तपाईँको रेमिट एकाउन्ट हो, पैसै पठाउनु मिल्दैन भन्छ। यही विषयमा आज कुरा गर्न खोजेको। र सरकारले यति बहानामा पैसा निकाल्ने जुन वातावरण बनाएको छ त्यसलाई अलि सहज गरिदिएको भए पनि त पैसा त उसले तान्नु नै छ, हामीले पठाउँथ्यौँ, हामी प्रयोगकर्तालाई अलि सहज हुने थियो। ठिक छ, रेमिट एकाउन्टमा रेमिटेन्स पनि पठाउनु पर्छ, हरेक 6 महिनामा 50,000 बल्ल त मान्ने हुन्छ। अरूले पनि त पठाइदिन पाउने व्यवस्था भएको भएदेखि यो सब झमेला हुने थिएन होला। तर यहाँ त कस्तो छ भन्दाखेरि राति सुत्यो, सपना देख्यो, बिहान उठेर देखेको सपनालाई नियम बनाइदियो। त्यसको बारेमा अध्ययन गर्नु पर्दैन, सोच्नु पर्दैन। अब यो समस्या तपाईँले पनि फेस गरिरहनु भएको छ। तपाईँको ब्रोकरले पैसा पठाइदिन सकिरहेको छैन, तपाईँको रेमिट एकाउन्ट भएको भएर भने तपाईँले ब्रोकरलाई फोन गरेर, ब्रोकरको केवाइसी गरेर, उसँग कुरा गरेर हजुरले ब्रोकरमा एउटा सामान्य सेभिङ एकाउन्ट एड गर्न सक्नुहुन्छ। जब तपाईँले रेमिट एकाउन्ट खोल्नुहुन्छ त्यसमा प्राइमेरी र सेकेन्डरी दुईटा एकाउन्ट हुन्छ, दुईटा एकाउन्ट खुलेको हुन्छ। एउटामा नर्मल जुन ट्रान्जेक्सन तपाईँले गर्नु मिल्छ, एउटामा तपाईँले रेमिट मात्र गर्नु मिल्छ, त्यसमा अरूले पैसा पठाइदिनु मिल्दैन। अब त्यो नर्मल जुन एकाउन्ट छ त्यो एकाउन्टलाई तपाईँले ब्रोकरमा एड गर्न सक्नुहुन्छ। आफ्नो ब्रोकरसँग तपाईँले डिल गर्न सक्नुहुन्छ। अब मलाई भन्नुभयो भने म यसको विषयमा तपाईँलाई सहयोग गर्न चाहिँ सक्दिनँ, आफ्नो ब्रोकरसँग कुरा गर्नु होला। त्यति मात्र नभएर यदि तपाईँले मेरो सेयरबाट सेयर अप्लाई गर्दाखेरि आफ्नो एकाउन्टमा पैसा भएन, अब अर्को एकाउन्टबाट ट्रान्सफर गर्न चाहनुहुन्न, अर्को एकाउन्टबाट भर्न पाए हुन्थ्यो त्यही मेरो सेयरबाट भन्ने चाहना छ भने हजुरले मेरो सेयरमा दुईटा एकाउन्ट पनि एड गर्नु मिल्छ। यदि तपाईँलाई थाहा छैन भने त्यसको लागि जुन एकाउन्ट एड गर्न चाहनुहुन्छ त्यसको सियास वा एक्टिभेसनको लागि ब्याङ्कलाई रिक्वेस्ट गर्नु होला। बाई मेल नै सबै कुरा हुन्छ आजभोलि है, बाई मेल नै सबै कुरा हुन्छ। हजुरले त्यति बौतारी रहनु पर्दैन। त्यही पनि मेलबाट गर्न सक्नु भएन भने आफूले बसोबास गरिरहेको देशमा यदि त्यो ब्याङ्कको प्रतिनिधि छ भने उसलाई भेटेर पनि ब्याङ्कका सबै कामहरू त्यहाँबाट गर्न सक्नुहुन्छ। अब यहाँनिर अझै एउटा छ यो रेमिट एकाउन्टको विषयमा पटक पटक आउने क्वेसन, अरूले मेरो रेमिट एकाउन्टमा पैसा हालिदिनु त मिलेन, म आफैले त्यो रेमिट एकाउन्टमा भएको पैसा पनि अन्त ट्रान्सफर गर्नु मिलेन भनेर चाहिँ धेरैले क्वेसन गर्नुहुन्छ। मैले भोगेको चाहिँ के छ भन्दाखेरि खास मेरो आफ्नो रेमिट एकाउन्टमा चाहिँ एउटा मात्र छ एकाउन्ट। किन भन्दाखेरि त्यो प्राइमेरी सेकेन्डरी भन्ने छैन, किन भन्दा मेरो पुरानो एकाउन्टलाई कन्भर्ट गराएको हो। नयाँ खोल्नेले अनिवार्य दुईटा खोलिदिएको हुन्छ, प्राइमेरी र सेकेन्डरी।
अब त्यो तपाईँले आफैले पनि पैसा त्यसबाट अन्त ट्रान्सफर गर्न सकिरहनु भएको छैन भने त्यसको लागि चाहिँ तपाईँले ब्याङ्कलाई नै सम्पर्क गर्ने हो। ब्याङ्कले नै त्यो व्यवस्था त्यहाँनिर यदि कुनै त्रुटि भएको छ भने उनीहरूले मिलाइदिन्छन्। अरूले रेमिट एकाउन्टमा पैसा पठाइदिन नमिले पनि तपाईँले त्यो एकाउन्टमा भएको पैसा अन्त पठाउन मिल्छ र त्यो यदि मिलिरहेको छैन भने ब्याङ्कलाई सम्पर्क गर्नु होला। र यो भिडियोमा अगाडि मैले बताएका मेरा गुनासो हुन्, मेरो मात्र नभएर धेरैजनाको गुनासो हुन पनि सक्छ, कतिको चित्त नबुझेको पनि होला। मैले कतै न कतै नेपाल सरकारले नै टार्गेट गरेर गरेँ। अब यसो हेर्दा राम्रो गर्नु खोजेको जस्तो पनि लाग्छ, तर यसो हेर्दाखेरि पैसा तान्नकै लागि यो सब गरेको जस्तो पनि लाग्छ। तपाईँलाई के लाग्छ कमेन्ट गरेर बताउनु होला। यस्तै अपडेटहरूको लागि हजुरले यो आइडीलाई फलो गर्न सक्नुहुन्छ। आजको भिडियोमा यति नै।